सामाजिक सञ्जालमा जोडिनुभएका सम्पूर्ण आदरणीय मित्रहरूप्रति म मोतीराम राईको हार्दिक नमस्कार। आदरणीय मित्रहरू, आज म यो रामधुनी नगरपालिका 5 मा अवस्थित यो रासताल अहिले पर्यटकीय पर्यटकहरूको मन मस्तिष्कलाई लोभ्याउन सफल यो क्षेत्रको विषयवस्तुबारे जानकारी प्रस्तुत गर्न गइरहेको छु। आदरणीय मित्रहरू, वास्तवमा मङ्सिर पुस माघ भनेको यो सिजन, यो महिना चाहिँ वनभोज कार्यक्रमका निमित्त चाहिँ उपयुक्त छ र यहाँ हामीले देख्न सक्छौँ यहाँ विभिन्न सालका रुखहरू र त्यसै गरी थुप्रै सल्लाहका रुखहरूले यो ठाउँलाई अति नै मनमोहक बनाएको छ। र मित्रहरू, यो सुनसरी जिल्ला रामधुनी नगरपालिका 5 मा अवस्थित रासतालको दृश्य हो। यो रासताल अति नै मनमोहक दृश्यहरूले परिपूर्ण रहेको छ। सालका रुखहरू, त्यसै गरी धुप्पी सल्लाहका रुखहरू यहाँहरूले देख्न सक्नुहुन्छ। र यो मङ्सिर पुस माघ विशेष गरी वनभोजको सिजन हो भनेर भन्दा पनि हुन्छ। अति नै सुन्दर, अति नै मनमोहक दृश्यहरूले परिपूर्ण रहेको यो रासताल मनलाई शान्त, यो स्थानमा आइसकेपछि यहाँहरूले यी प्राकृतिक मनोरम दृश्यहरूको आनन्द लिनुका साथै यहाँहरूको मन मस्तिष्क पनि स्फूर्त र तरोताजा भएको अनुभूति हुनेछ।